यो हाम्रो अन्तिम भेट हो प्रशान्त। मलाई मारेर जाऊ, तर म तिमीसँग अलग भएर बाँच्न सक्दिनँ। त्यसो नभन न प्रशान्त, तिमीले त मभन्दा धेरै गुणा राम्रो केटीहरू पाइहाल्छौ नि। मलाई राम्रो चाहिएको होइन, मलाई त तिमी चाहिएको हो। तिमी साथमा भए पुग्छ मलाई। प्रशान्त, म बुझ्छु तिम्रो कुरा, तर तिमीलाई मेरो मम्मी बाबाले एक्सेप्ट गर्नुहुन्न। उसो भए हामी भागेर बिहे गरौँ। सरी, म मेरो मम्मी बाबाको इज्जत खान सक्दिनँ। प्रेम गर्दा इज्जत गएन, अनि प्रेम गर्दा जातले फरक पारेन। खुबै पढे लेखेको विद्वान हुनुहुन्छ मेरो बुवा आमा भन्थ्यौ त, अनि कहाँबाट आयो जातको कुरा? तिमी आफैले भनेको होइन यो छुवाछुत भेदभाव अनपढहरूले गर्छन् भनेर? तिम्रो यो विद्वानहरूको सहरमा पनि भेदभाव छ। हेर प्रशान्त, जातको कारणले होइन। अनि ममा के कमी देख्यौ? हिजोसम्म त राजा राजा भन्थ्यौ, आज फेरि हाम्रो अन्तिम भेट हो भन्दैछौ। मैले तिमीलाई साँचो माया गरेको हो, म तिमीलाई अरूको हुन दिन्न। उसो भए मेरो घरमा मेरो हात माग्न आऊ, तर तिम्रो जात परिवर्तन गरेर। म पनि तिमीलाई माया गर्छु, मलाई तिम्रो जातले केही पनि फरक पार्दैन, तर मेरो परिवारले यो कुरा स्वीकार्नुहुन्न प्रशान्त। यदि मैले तिमीसँग भागेर बिहे गरेँ भने मेरो जन्मघरसँगको सम्बन्ध जिन्दगीभरको लागि तोडिन्छ। म मेरो जन्म दिने बाबा मम्मीको मन दुखाउन चाहन्न प्रशान्त। तिमी तिम्रो जात मिल्ने केटासँग बिहे गरेर तिमी र तिम्रो परिवारलाई खुसी मिल्छ भने म तिम्रो खुसीको लागि जिन्दगीभर रुन तयार छु।